साथीहरू, गुड मर्निङ साथीहरू। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा है। हजुरहरू पनि सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु है। हामी पनि एकदम सन्चै छौँ, आराम छौँ है, खुसहाल छौँ। खाना खानुभयो होला है, हामीले पनि खाना खाइसक्यौँ। अनि आज चाहिँ कस्तो के भन्न मन लाग्यो कि होइन, कस्तो फरक हुने कि आफ्नो आमा र सासु आमा भनेको है। आफ्नो आमा त जे होस्, अब आफ्नो आमा त यस्तो हुँदैन आमा भनेपछि मान्ने हुन्छ नि त है। कतिपय सासूहरू चाहिँ यस्ता हुन्छन् कि बुहारीले यस्तो नगर्नु भन्दा पनि अब कराएको जस्तो गर्ने है। अनि अब मेरो नै है, मलाई अब मैले अब थाइराइड छ है, थाइराइडको औषधि खाँदै हुनुहुन्छ। अनि धेरै चुरोट नखानु, चुरोट धेरै खानु हुँदैन। अनि भित्र आएर बस्नु, बाहिर तपाईँ बाहिर बस्दिँदा बच्चा पनि बाहिर बस्छ, लेखाउनु पढाउनै अब गाह्रो भयो, भित्र आउनुहोस् भनेको है। अनि आमा चाहिँ हिजोदेखि रिसाएर बोल्नु नै भएन कि, बोल्नु नै हुँदैन है। अनि अब टोइलेटतिर पनि चप्पल लाउनुपर्छ, यस्तो गर्नुपर्छ भन्यो भने अब रिसाउने, अब नबोलौँ भने पनि अब बोल्नु परिहाल्यो नि। अब नभएको कुरा पनि त बोलेकै होइन नि त होइन। यस्तो नगर्नु आमा, उस्तो नगर्नु भन्दा अब जे भयो नि, कस्तो के गाली गरेको जस्तै हुने। अब ढोका गेट सेट लाएर बस्नुपर्छ, बच्चा धेरै बाहिर बच्चा बाहिर जान्छ, भित्र राख्नुपर्छ भन्नु। अब आमा रिसाउने है, हिजोदेखि रिसाएर चाहिँ बोल्नु नै भएन कि, बोलेकै छैन है। जस्तो गर्दा पनि अब आफ्नो आमालाई जस्तो त सासूले पनि अब आफ्नो छोरीहरूलाई अब जे भयो नि, आफ्नो सन्तान जस्तो चाहिँ नहुने रहेछ है। यस्तो गर्नु हुँदैन, उस्तो गर्नु हुँदैन। अब खोकी लगाइरह है, थाइराइडको औषधि पनि खाइरहनु भयो। अनि अब धेरै चुरोट नखानु भन्यो, अब 2 दिनमा 1 वटा चुरोट सकिन्छ। अनि कन्ट्रोल गर्नु, धेरै खानुहुन्न भन्यो, टेर्ने होइन। अब त्यही भएर चाहिँ कस्तो लाग्ने कि जस्तो भए पनि अब आफ्नो आमा जस्तो चाहिँ नहुने नै रहेछ कि। आफ्नो आमाले जस्तो भए पनि अब बिरामी सिरामी पर्दाखेरि मेरो छोरी बिरामी भयो भन्ने हुन्छ नि त। त्यो त ठिकै थियो होला, त्यस्तो त म किन भन्दा नि भन्दिनँ होइन। तर पनि आमाकै राम्रो लाग्यो, यस्तो नगर्नु उस्तो नगर्नु। अब कहिले कता गएर सुसु गर्दै, कहिले बारीमा गएर गर्दै, कहिले बारमा गएर गर्दै, अनि कहिले घरबेटी भाटामा गएर चुकुल लगाइदिए। अनि त्यस्तो त अलिक गर्नु हुँदैन नि त होइन। खोकेको नि अघि सुन्नु भयो, खोकी लगाइराखेकै बेला बेलामा। अब धेरै खानु पनि त अब स्वास्थ्यको लागि राम्रो पनि त होइन नि त चुरोट त। अब खाना त खाने, अलि लिमिटमा खाने। अब एकसाथै खाना खानुभन्दा अघिसम्म नै अब 4-5 चोटि चुरोट खाने नै हो कि। उठ्ने चुरोट खाने, अनि सुत्ने, बुहारीलाई देखेन भने यताउति कुद्ने, चुकुल लगाइदिन जाने, कहिले कहाँ लगाइदिने, कोहीलाई के गरिदिने। अनि त्यसपछि अब आफूलाई पनि त अब टेन्सन भइरहेको हुन्छ नि त। भने जस्तो एकजनाको कमाइ छ, 4-4जना पालिनु परिरह, त्यही माथि अब आफूले नै केही गर्न सकिरहेन भने टेन्सन भइरहेको हुन्छ। नि त्यही माथि अब घरको मान्छेले नै अब त्यस्तो गरिदिइरहने कि, त्यही भएर कस्तो लाग्ने कि। हुन त अब बुढाबुढीपन भएर नि होला है, भनेको पनि अलि नटेर्दिने, खाली खुट्टै टोइलेट गइदिने, खाली खुट्टै बाहिर गइदिने, टोइलेटको ढोका पनि नलाइदिने, गेट पनि नलाइदिने, के नगरिदिने कि। चुरोट खायो कता कता फालिदिने, चुरोटको खोल। त्यस्तो गर्न त अलिक समाउँदैन नि त नि होइन। त्यही भएर चाहिँ अब यस्तो देखिँदो रहेछ कि बुहारीले गरेको चाहिँ माया नदेखिने है। बुहारीले यस्तो नगर्नु भन्दा चाहिँ अब गाली भयो अरे, त्यही भएर बोलेकै छैन हिजोदेखि। मेरो अनुहार नै हेरेन। अब हुन त मैले पनि त्यस्तो नराम्रो त के चाहिँ भन्छु र होइन। यस्तो गर्नु हुँदैन, उस्तो गर्नु हुँदैन। अब अर्काको घरमा बसे, अर्काको
अर्काको घरमा भाडा लिएर बसिसकेपछि अब अलिकति आफूले गर्न सक्ने चिज त गरिदिनुपर्छ। अब गेट सेट लगाइदिनु, यसो गरिदिनु उस्तो गरिदिनु भन्न त अब परिहाल्यो नि होइन। यस्तो नगरिदिनु भने अब जतापाइलो यो चुरुट ठुटा कहिले टोइलेट पछाडि चुरुट खायो, ठुटै टोइलेट पछाडि पार्दै है, कहिले के गर्दै गर्नुहुन्छ क्या। त्यसले गर्दा त भन्नै पर्यो नि, यस्तो नगरिदिनु उस्तो नगरिदिनु भन्यो अब है। रिसाएर बम भएर के गर्नु, गाह्रो छ। अर्कालाई खुसी दिन्छु भन्दा नि के गरे पनि अर्काको जे भए नि अब खुसी पार्नै नसकिने के। त्यो हेर न कस्तो लाग्ने है। मलाई हेरेकै छैन, मसँग बोलेकै छैन हिजो बेलुका नि। अब अनि बलिबरी भित्र आउनुभयो। अनि भित्र आएपछि सुते है। छोरा आएपछि भात खाना उठ भन्यो। छोराले खाँदिनँ भने अनि पछि चाहिँ भात खानुभयो है, अलिकति खानुभयो। अनि त्यसपछि अब के गर्नु त नि होइन, कि त छोराले यस्तो नगर्नु आमा भन्ने नि, अब छोराले खासै नभनिदिने। अब बुहारीले भन्दाखेरि यस्तो गर्नु हुँदैन उस्तो गर्नु हुँदैन भन्दाखेरि अब गाली सम्झिने है। कस्तो गाह्रो छ केटी मान्छेको जिन्दगी, जे भए पनि। यस्तो नगर्नु उस्तो नगर्नु गर्दाखेरि बुहारीले हेला गर्यो अरे, यस्तो गर्यो अरे, उस्तो गर्यो अरे। अरू बाटोमा देखेको मान्छे, बुढी मान्छे देख्दा त यति माया लाग्छ कि सायद। अस्ति त्यो हस्पिटलमा एकजना आमा देख्दाखेरि यति लाग्यो कि एक्लै, मुख पनि नबोल्ने यति बुढी मान्छे होइन। अनि अरू देख्दा त यति माया लाग्छ भने घरको मान्छेलाई त त्यस्तो घृणा गर्ने त मन त हुँदैन होइन। यस्तो गर्नु, त्यो बुढाबुढी मान्छेले त्यस्तो घृणा गर्ने भन्ने त भए पनि हुँदैन। त्यही पनि अब अर्काको ठाउँमा भनेको मान्नुपर्छ होइन। चुरोट मात्र खाए पनि त हुँदैन नि। चुरोटले के त फाइदै गर्ने भयो होला, चुरोट खाएर फाइदा हुन्छ भन्नु, फाइदा हुने चिज पनि होइन है। त्यही भएर चाहिँ त्यस्तो नगर्नु भन्दा है। रिसाएर सुतिरह हेर्नु, उता सुतिरह त्यस्तो के गर्नु, यस्तै हो जिन्दगी है। अब जागिर भने जस्तो पाएकै छैन, त्यसले गर्दा नि भएकै छैन नि त। नभएपछि कति अब मान्छे नै कति विरक्त हुन्छ नि त। न सोचे जस्तो हुन्छ जिन्दगी, न के हुन्छ। त्यही माथि फेरि घरकाले नि नबुझ्ने भएपछि त अलिक गाह्रै हुन्छ नि त नि। के गर्छु भने यताउति डुल्यो, आफूले अब के गर्नुपर्छ भन्ने सोच लियो। यताउति अब हिँड्नु भने घरमा आउँदाखेरि कहिले कोलाई के गरिदिने, कहिले घर बेटीबाट जाने चुकुल लगाइदिने, कहिले के गरिदिने गर्छ। अब के गर्नु कि सधैँ अब घरमा बसेर पनि त अब काम चल्दैन नि त होइन। त्यसले गर्दा नि आजकल त फेरि भिडियो बनाउनै मन लाग्छ। पहिला चाहिँ अब मन लाग्थ्यो, अहिले त भिडियो बनाउने नि फेरि मनै लाग्दैन कि। त्यसले गर्दा नि साथीहरू होइन, हुन त अब त्यो घर आएपछि कुरा है, तर पनि यस्तै चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ है। हुन त बुढाबुढीपन पनि लाग्यो होला होइन। भन्छ नि अब गाई हो कि के हो, बुढो भयो भने भिर खोज्छ अरे, मान्छे बुढो भयो भने निउ खोज्छ भने अब के जस्तो भयो कि जस्तो लाग्छ क्या होइन। त्यही पनि अब त्यस्तो नराम्रो त केही भनेकै थिएन, त्यत्तिकै रिसाएर भित्र आउनु भन्दा पनि नहुने रे, टोइलेटमा चप्पल लाउनु भन्दा पनि नहुने रे, गेट ढोकासोका लाउनु भन्दा पनि नहुने रे। अनि यस्तो नगर्नु भन्न नहुने रे, यस्तो गर्न भन्न नहुने रे। कि कस्तो गाह्रो छ है। त्यस्तो अब गर्ने हेतुले त भन्दैन, किनकि आफ्नो पनि बच्चा छ होइन, भोलि आफू पनि सासू भइन्छ। अनि त्यस्तो
घेला गर्ने नियत त पक्कै होइन होइन, त्यही पनि यस्तो नगर्नु उस्तो नगर्नु भन्यो भने अब रिसाएर बोलचाल बन्द गर्ने, नभनौँ पनि अब भित्र बस्नु भन्दा नभनौँ अब किन भन्ने कि बच्चा भित्र बस्नै मान्दैन, हजुरआमा भित्र नभएपछि बच्चालाई लेखाउनु पढाउनु पनि त पऱ्यो नि, अब स्कुल हालिसक्यो है, अनि त्यो गर्नै नमानिदिने, त्यसले गर्दा कस्तो लाग्ने कि रिसाएर नबोलेर देख्दा मलाई पनि कस्तो कस्तो लागिरह्यो, के गर्नु। बाटोमा देखेको बुढी मान्छेहरू यस्तो देख्दा कति माया लाग्छ, कति माया लाग्छ है। आफ्नो घरको लागि अब त्यस्तै व्यवहार, त्यस्तै गरिदिन्छु, त्यस्तै गर्छु भन्यो है, कहिले के गरिदिन्छ, कहिले के गरिदिन्छ। अब अर्काको कोठामा बसिरह, अब गाली नगर, यस्तो नगर्नु भन्न त परिहाल्यो है, भनेर रिसाउँछ है, कस्तो गाह्रो छ है केटी मान्छेले। त्यसैले गर्दा है मलाई चाहिँ कस्तो बोल्नै मन लाग्यो कि यस्तो कुराहरू। कतिपय सासूहरू यस्ता पनि हुने कि है, बुहारीले यसो नगर उसो नगर भन्दाखेरि अब के सम्झ्या हो कुनै त्यो त मलाई थाहा छैन है, बोलचाल बन्द गर्नुपर्ने, के गर्नुपर्ने, त्यही भएर नि लाग्छ कि आफ्नो आमा जस्तो जन्म दिने आमा जस्तो कोही हुँदैन रहेछ जस्तो लाग्न थालिसक्यो है। जति नै आफूले मरिहत्ते गर्छु नि, अब यस्तो गर्छु उस्तो गर्छु भन्दा पनि कस्तो अर्कै व्यवहार देखाइहाल्ने कि, अर्कै व्यवहार हो, म सासू नै हो भन्ने जस्तो व्यवहार देखाइदिने कि, त्यसले गर्दा पनि कस्तो लाग्छ है साथीहरू होइन। मैले चाहिँ यो किनकि कस्तो भन्नै मन लाग्यो कि, त्यही भएर मैले त्यस्तो नराम्रो नियतले त भन्न खोजेको होइन, त्यही पनि अब टोयलेटमा चुकुल त लगाएर बस्नु परेन, अब मान्छेहरूले ढोका जस खोलिदिएर हुन्छ, त्यसले गर्दाखेरि ढोका लाउनुपर्छ भन्नु नहुने रे, चप्पल लाउनुपर्छ भन्न नहुने, भित्र बस्नुहोस् धेरै बाहिर नबस्नु, बच्चा बस्न मानिने भन्न नहुने, कस्तो छ है। कमसेकम आफ्नो गल्तीलाई त मेरो गल्ती हो नि त यो, त्यही भएर बुहारीले यसो भन्नु छैन। अझ बुहारीको अनुहारै नहेर्ने, कुनामा फर्केर खाइदिने, कस्तो सजिलो छ है जिन्दगी। ल साथीहरू होइन, मैले त्यस्तो अब बदनाम त गर्न खोजेको होइन है, त्यही यस्तो चाहिँ गर्नु हुँदैन, जे भयो नि मान्नुपर्छ। अब अर्काको घरमा बसिसकेपछि अलिअलि त गर्नुपर्छ नि, अब चुलो ठाने, कता लगेर फालिदिने, छुट्टा खाने, टोयलेटको पछाडि लगेर ठुटा बनाइदिने, टोयलेट घरमा ब्रसले पुसेर राखिदिने, अब त्यस्तो त गर्नु हुँदैन नि त नि, त्यही नि गर्न सक्ने चिज त आफूले गर्नु भन्दा पनि अब रिसाएर सुत्ने हो, यसरी सुतिरहने हो। अहिले म हुन्छ सुतिरहने हो, अहिले म यसो बाहिरतिर निस्केँ भने फेरि घरमा बास हुँदैन उहाँको, म हुन्जेल चाहिँ घुसमार हो, म यताउति अब काम परेर निस्किनु पऱ्यो भने चाहिँ फेरि घरमा बास हुँदैन क्या उहाँको। त्यही भएर साथीहरू आजलाई यति नै है, त्यसले गर्दा नि कस्तो भिडियो बनाउनै मन लाग्दैन क्या आजकल। पहिला कस्तो भिडियो बनाउन मन लागेर भिडियो युट्युब च्यानल खोलेँ होइन, अहिले चाहिँ कस्तो मनै लाग्दैन, त्यसले गर्दा नि भिडियो नै हाल्न सकेको छैन कि मैले है। आजलाई चाहिँ यति नै साथीहरू है, फेरि यसले यस्तो गर्दो रहेछ सासूलाई भन्ने चाहिँ होइन, मैले आमाले यस्तो गर्नुहुन्छ भन्ने मात्र भनेको है। कतिपय सासूहरू यस्तो पनि हुन्छ नि त नि, अब सबैलाई त्यस्तै त नहोला होइन, कतिपय कस्तो हुन्छ भने बुहारीले यस्तो लगाएको मन नपर्ने, यस्तो खाएको मन नपर्ने पनि त छ नि त सासूहरू। हाम्रो त त्यही नै हो, बुढी त भइसक्नु भयो है, 70 वर्ष जति लगभग भएको मान्छे है, भनेको त के नै हुन्छ होला त, त्यही पनि अब यस्तो नगर्नु त भन्ने बाध्यता हुन्छ नि त, त्यसले गर्दा मात्र भन्ने हो, त्यो भनेर नि त्यो मान्नु हुँदैन क्या उहाँले, त्यसले गर्दा मात्र भने मैले फेरि। अनि त्यस्तै हो है, यसरी नै चलिरह हाम्रो दैनिकी साथीहरू है। आजलाई यति नै, अर्को भिडियोमा भेटौँला, हस् त, नमस्ते, बाई बाई।